बस्नु पर्याछ। बेलैमा त्यो किस्नेकी छोरीसँग लभ गरे थियो र यसले साथ दिइरकी छे। के गरी मलाई यस्तो भयो भने के पो गर्ने होला। जा धतुरे जा, साउनीसँग गर कुरो राख। भोलि बिरामी पर्दा साउनीले साथ दिन्छे, पट्यायाल। बोल्छु अब त हामी आमालाई बोलाम कि मामा घरबाट। तिमीलाई यस्तो गर्नु बुढी मलाई झन् यस्तो भए भन्ने भएपछि चिन्ताले गाह्रो हुन्छ। बरु एउटा भिडियो बनाएर पोस्ट गरिदेऊ न सामाजिक सञ्जालमा। यसो मान्छेहरूले सहयोग गर्यो भने ज्यान बचाउन सकिन्छ। यस्तो बिजो के खिचेर हाल्नु त। तिमी बोल्छौ ल के बोल नि त। नमस्कार सबैजना, मेरो नाम बल्छी दुर्बिस। मलाई ब्लड क्यान्सर भएर मर्नु बाध्य भएको छ। उपचार गर्न पैसा छैन। त्यही भएर देश विदेश सबै ठाउँमा जहाँबाट जति सक्नुहुन्छ मलाई सहयोग गरेर मलाई बचाइदिनुहोस्। ल अब म यो भिडियो टिकटक फेसबुक युट्युबतिर हालिदिन्छु। फेरि मान्छेहरूले तिम्रो पीडा बुझ्ने हुन् कि होइन। त्यही बुझ्दिन होली भन्ठानेर त तिमीहरूको सहयोग लिन लाग्या केटा हो। भनौँ त तिमीले हामीले के सहयोग गर्नु पर्यो। तिमीहरूले त्यो साउनीलाई मैले मुनैदेखि मन पराउँछु भन्ने कुरो भनिदिनु पर्यो। त्यसपछि म त्यो साउनीलाई बिहे गरेर मेरो वंश धान्ने छोरो जन्माइहाल्छु। भनेपछि साउनीलाई बिहे गरेर छोराको प्लान गरिहाल्ने परेन त। मान्छेको जिन्दगीको कुनै भर नहुने रहेछ। हिजोसम्म सत्य लुकुर लुकुर हिँडिराख्या बोल्छी आज व्हील चेयरमा गुडिरहेछ। के गरी मेरो पनि त्यस्तै भएर परमधाम भइहाल्यो भने मेरो वंश कसले बचाउँछ। त्यही भएर साउनीसँग बिहे गरेर छोराको प्लान गरिहाल्छु म। अनि 9 महिना पछि त बेबी साउन। मेरो बाबु मेरो वंश